ल मितिनीहरू पनि आइपुग्नु भयो। हामीले टिकट काटिसकेको थियौँ नि त। अनि मितिनीहरूलाई चाहिँ हामीले टिकट माथिबाट फ्यालेर यताबाट आउनु न भनेर यताबाट आउनुभएको। ल फाइनली मितिनसँग भेट भयो। हामी चाहिँ चाँडै आएको थियौँ नि त। अनि मितिनसँग चाहिँ अलि ढिला भेट भयो। हतार हतार तिम्रो छिटो आएको भनेर गाली गर्दै हुन्छ फेरि मितिनले। ल मेरो छोरो फेरि यता मलाई छोड्छ र निशान हराएर भेटेको भनेको दङ्ग परेर हेऱ्यो कि मलाई। तर मेरो छोरीले मलाई छोडेकै होइन, समातेको पिङ खेलेको गरेको। ल हामी यता मितिनलाई लिएर त जानु पऱ्यो नि त अब। है अब हामी फाइनली भेट भयौँ, सबै साथीहरूसँग भेट भयो। ल कति घन्टापछि कुर्दा बल्ल भेट भयो भनिन्छ रेखाले। कान्छी चाहिँ मितिनी होइन मितिनी चाहिँ कान्छीसँग म बोल्दिनँ है, यसले मलाई हेला गरिछ भनेर दिदी बहिनीको त्यहाँ परिहाल्नु एकछिन। ल हामी चाहिँ पिङ खेल्नलाई लाइन लाएर बसेको थियौँ। टिकट पनि एकजनाको 150 रुपियाँ रहेछ। टिकट काट्यौँ। ल हेर्नु त यत्रो पिङ, मलाई यस्तो डर लाग्छ यो पिङ खेल्न खाँदा, यति डर लाग्छ नि, कति डर लाग्छ र पनि आज डरले भयो भने अब सानसानो केटाकेटीले त खेल्छन्, मैले खेल्दा के हुन्छ र भनेर म पनि पिङ खेल्न गएको। टिकट काटिदिनु भयो दिदीले। ल यहाँ मितिनीहरू हामी मेरो छोरो पिङ खेल्नलाई रेडी। तारा दिदी पनि रेडी अवस्थामा हुनुहुन्छ। हेर्नु त पिङ यस्तो। अनि मलाई डर लागेर म त डरले भुतुक्क भएको थिएँ। मितिनले म त डर लाग्छ, म त नखेलौँ कि क्या हो भनेर भन्दै थिएँ। अनि नानी पनि मिजु बाबु हामी चाहिँ सबैजना सँगै नै थियौँ। यतै भिड हेर्नु न पिङ खेल्नलाई कति हो लाइन। यता खेलिहाल्नु उता खेलिहाल्नु। मलाई त यो डुङ्गा खेल्न पनि डर लाग्छ कि हेर्नु त। यति डर लागेको होइन मलाई त। ल म त नखेलौँ क्या हो भनेको। डरले म छु क्या म भन्नुहुन्छ मेरो मितिनले। म चाहिँ मुटु छामेर बसिरहेको थिएँ। फेरि यो पछाडिका दुइटै बहिनीहरू मभन्दा पनि डरछिर्दो रहेछन्। डरले मर्छु होला भनेर थिएँ। हाइरे ल यो भिडियो पनि बहिनीसँग